के हजुरहरू ज्योतिषशास्त्रमा विश्वास गर्नुहुन्छ र आफ्नो जन्मकुण्डली देखाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अहिले एआई च्याट जीपीटीले नेपालको राम्रो ज्योतिषसँग कन्ट्याक्ट गरी हाम्रो जन्मकुण्डली देखाउनमा सहयोग गर्दछ। कसरी देखाउन त एआई च्याट जीपीटीमा हाम्रो जन्मकुण्डली? एआई च्याट जीपीटीमै जाउँ। अब हामी च्याट जीपीटीमा जाउँ। च्याट जीपीटीमा गइसकेपछि हामी च्याटमा जाउँ। च्याटमा गइसकेपछि हामीले यसरी हाम्रो सही नाम, सही जन्ममिति र सही जन्मस्थान दिनुपर्ने हुन्छ। सँगै हामीले हाम्रो जन्मकुण्डली पनि दिनुपर्ने हुन्छ। यसरी ग्यालरीमा रहेको जन्मकुण्डलीलाई हामी लिन सक्दछौँ। जन्मकुण्डली लिइसकेपछि हामीले हाम्रो सही नाम र जन्मकुण्डलीलाई च्याट जीपीटीमा सेन्ड गर्न सक्दछौँ। सेन्ड गरिसकेपछि हाम्रो जन्मकुण्डलीलाई च्याट जीपीटीले नेपालको राम्रो ज्योतिषसँग कन्ट्याक्ट गरी देखाउँदछ र हाम्रो भविष्यको बारेमा बताउने गर्दछ। ग्रहहरूको स्थिति र फल, सूर्य, चन्द्रमा, मङ्गल 5, बुध 4, यसरी कुन ग्रह कतिौं स्थानमा बसेको छ र कुन ग्रहसँग बसेको छ र यसले कस्तो प्रभाव पारेको छ, यसको बारेमा सबै कुराको बारेमा डिटेल रूपमा बताएको हुन्छ। प्रमुख योगहरू राजयोग, धनयोग, विदेश योग, विवाह र दाम्पत्य जीवन। हजुरलाई के को बारेमा सोध्न छ? विवाहको बारेमा छ कि, पेसाको बारेमा छ कि, स्वास्थ्यको बारेमा छ कि, भविष्यको बारेमा सोध्न छ कि, हजुरलाई जे को बारेमा सोध्न छ त्यसको बारेमा लेखेर पठाइसकेपछि उसले बताइदिन्छ। के म त्यसमा अगाडि बढौँ भन्छ, त्यही कुरामै अगाडि बढ्छु भन्छ, या अरू कुरा भनौँ भन्छ। अब हजुरलाई जे भन्न मन छ त्यही लेखेर पठाइसकेपछि उसले भनिदिन्छ। 2082 सालको वार्षिक फल, वर्षभरिको आफ्नो फल पनि बताइदिएको हुन्छ। हजुरहरूले यो कुरा बताइदिए भनेर च्याट गरेर पठाइसकेपछि उसले सब कुरा बताइदिएको हुन्छ। त्यसैले हजुरहरूले यसरी च्याट गरेर सबै कुरा सोध्न बुझ्न सक्नुहुनेछ। व्यक्तिगत क्षेत्रअनुसार विश्लेषण, अब पेसा, आर्थिक स्थिति, अब विवाह र सम्बन्ध, सबै कुराको बारेमा राम्रोसँग भनिदिएको हुन्छ। विशेष सल्लाह र उपायहरू, शनि राहुको प्रभाव कम गर्न प्रत्येक शनिबार पिपलको बोटमा जल चढाउनुहोस्। ओम नमः शिवाय वा ओम शनेश्वराय मन्त्र जप गर्नु लाभदायक। यसरी के गर्दा ठिक हुन्छ भन्ने कुरा ग्रह शान्तिको लागि पनि राम्रोसँग सल्लाह दिएको हुन्छ। 2082 सालको शुभ महिना, अशुभ महिना, शुभ रङ, अशुभ रङ, अब जेको बारेमा हजुरहरूले सोध्न चाहनुहुन्छ सबै कुरा डिटेल रूपमा बताएको हुन्छ। यसरी हजुरहरूले पनि आफ्नो जन्मकुण्डली देखाउन चाहनुहुन्छ भने च्याट जीपीटीमा गएर आफ्नो जन्मकुण्डली, सही नाम, सही जन्ममिति र सही जन्मस्थान सेन्ड गरी हजुरहरूले पनि आफ्नो जन्मकुण्डली देखाउन सक्नुहुनेछ।